तपाईहरुलाई पनि यस्तै लड्डु खाने मन छ त? मन छ भने आउनुस् यसलाई बनाउनतर्फ लागौँ है त। यहाँ चाहिँ मैले तातो पानी उमालिसकेकी छु र यो चाहिँ सक्खर। अनि यो सक्खर चाहिँ हामीले तातो पानीमा घोल्नुपर्छ र यो कसैले चाहिँ पहिला नै सक्खर पगाल्नुहुन्छ, तर म चाहिँ यसरी बनाउँछु है साथीहरू। अनि यहाँ चाहिँ हामीले सक्खर पुरै राम्रोसँग पगाल्नुपर्छ र यसलाई एकछिन पकाउन छोडिदेऊ है त साथीहरू। अनि यता चाहिँ मैले मुरै पनि तयारी गरिसकेकी छु र यो चाहिँ सक्खर चाहिँ अलिअलि पाक्न सुरु भइसकेको छ र यसमा चाहिँ हल्का मैले मरिचको धुलो पनि हालिदिएँ अनि थोरै घिउ पनि हालिदिएँ 1 चम्चा जति। अनि त्यसपछि सक्खर चाहिँ पाकिसकेको छ र यो चाहिँ पाक्यो कि पाकेन भनेर चाहिँ हल्का मैले पानीमा चाहिँ यसरी हेरिरहेकी छु। यो चाहिँ डल्लो पऱ्यो भने पाकेको भन्ने बुझिन्छ है साथीहरू। अनि यो चाहिँ सक्खर चाहिँ रेडी भइसकेको छ र अब चाहिँ हामी यसमा मुरी हाल्छौँ। मुरी हाल्ने टाइममा चाहिँ हामीले अब ग्यास बन्द गर्दै पनि हुन्छ र यो चाहिँ मैले पुरै मिक्स गरिसकेँ। अब हल्का हातमा पानी लगाएर चाहिँ हामी लड्डु बनाउनतर्फ लाग्छौँ। हातमा पानी लगाएपछि चाहिँ लड्डु राम्रोसँग बन्छ साथीहरू, हात पोल्दा पनि पोल्दैन। र हाम्रो लड्डु चाहिँ रेडी भइसकेको छ। अनि यो चाहिँ मैले बनाएको लड्डु, अनि यो चाहिँ मैले बजारबाट किनेको लड्डु। कुन चाहिँ राम्रो छ कमेन्ट गर्नु होला है साथीहरू।